आज 2569औं बुद्ध जयन्ती अर्थात् भगवान गौतम बुद्धको जन्मोत्सव। उहाँको स्मरण गर्दै आज हामी साधना कला केन्द्र पुतली सडकमा विभिन्न कार्यक्रम गर्दै भगवान स्वरूप गौतम बुद्धलाई भजन तथा प्रार्थना गर्दै सम्झिएका छौँ। शान्तिका प्रतीक महामानव गौतम बुद्ध जुको 2569औं जन्म जयन्तीमा हाम्रो यस साधना कला केन्द्रले आज उहाँको भगवानको सम्झनामा हामीले उहाँलाई चाहिँ फूल अर्पण गर्दै उहाँको जन्म जयन्ती मनाउने क्रममा आज यस कार्यक्रम आयोजना गरिरहेका छौँ। यस कार्यक्रममा सबै पाल्नुभएका हाम्रो यस साधना कला केन्द्रका भाइ बहिनी विद्यार्थीहरू, सरहरू, गुरुवर्गहरू र प्यारेन्ट्सहरू सबैजनालाई हाम्रो साधना कला केन्द्र स्वागत पनि गर्दछौँ। आज हामीले वर्षभरि गरेको मेहनत तपस्या, जुन साङ्गीतिक मेहनत र साङ्गीतिक तपस्या छ, त्यो आज कसैले स्वरूप सुनाउनको लागि र सुनिदिन हुनको लागि हाम्रो यस साधना कला केन्द्रको आतिथ्यलाई स्वीकार गरिदिनु भएर पाल्नुभएका हाम्रा पप गायकका टिम एकदमै ह्यान्डसम र हामी सबैका आइडल श्री धीरज राई सरलाई पनि आसन ग्रहण गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्दछु। र आसन ग्रहणकै क्रममा ढिलो नगरी हाम्रो यस साधना कला केन्द्रमा वर्षौंदेखि घाम, पानी, दुःख, कष्ट केही नभनिकन साना भाइ बहिनीदेखि लिएर हामी ठुला यस साधना कला केन्द्रका विद्यार्थीलाई उहाँहरूको आफूभित्र भएको साधना, आफूभित्र भएको एउटा जुन सङ्गीतको र नृत्यको पावर छ, त्यो पावरलाई अझै विचारोपण गरिदिन हुनुको निम्ति सङ्घर्ष गरेर मनमुटुदेखि मायाले सिकाउनको लागि यस साधना कला केन्द्रमा घाम पानी नभनिकन भोकल, गिटार, फ्लुट, किबोर्ड लगायत सम्पूर्ण साधनाका चिजहरू, डान्स लगायत सम्पूर्ण साधनाका चिजहरू सिकाउनको लागि यति मिहिनेत गरिदिनु हुने हाम्रो सबैभन्दा पहिले भोकल गुरु आदरणीय, मेरो आफ्नो गुरु, हामी सबैको गुरु आदरणीय
पूजनीय नै भन्छु म हाम्रो प्यारो गुरु श्री बद्री गुरुलाई माफ गर्ने नामले मैले उहाँलाई आशीर्वाद गरिदिनु हुने पनि हार्दिक अनुरोध गर्न चाहन्छु साधनाको। त्यसै गरी यस हाम्रो साधनाको अभिभावक यस साधनामा दुःख कष्ट के पर्छ, को खुसी हुनुहुन्छ, को दुःखी हुनुहुन्छ भन्दा पनि कसलाई के समस्या परेको छ अथवा कसलाई कसरी सहयोग गरेर हुन्छ अलिकति माथि पुर्याउँ कि भन्ने हेतुका साथ सधैँ माया गरेर माया बाँड्नु हुने हाम्रो यस साधना कला केन्द्रको अभिभावक श्री बाबुराम लोकचन्दज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुने पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। माफ गर्नुहोला, बोल्दै जाँदा शब्द चिप्लिन पनि सक्छ, आफ्नो प्यारो भाइ सम्झेर पिठोसँग सुनिदिनु होला। र त्यसै गरेर हाम्रो साधना कला केन्द्रमा वर्षौँदेखि विगत केही वर्षदेखि किबोर्ड प्रशिक्षकको रूपमा हामी सबैलाई यति मिठोसँगले किबोर्ड सिकाउनुहुने हामी सबैको गुरु श्री सुनिल सिंह नेपाली गुरुज्यूलाई पनि यता स्थानमा आसन ग्रहण गरिदिनु हुन हामीले हार्दिक अनुरोध गर्न चाहन्छौँ। हामी सबैले देखिरहेका छौँ गुरुहरूको यति ठुलो त्याग, गुरुहरूको यति चोखो प्रेम, यति चोखो माया, यति धेरै लगावले आज हेर्नुहोस् त आशुतोषदेखि सानो बच्चादेखि लिएर यति ठुला हामी सबै चाहिँ एउटा कलाकारलाई जन्माउने र कलाकारको एउटा कोपी म्युजिकको एउटा चाहिँ शक्ति प्रदान गरिदिनु हुने हाम्रा अभिभावक साङ्गीतिक अभिभावकहरूलाई उहाँहरूको एउटा ठुलो देन मायाले गर्दाखेरि आज हामीले हजुर समाजमा यसरी प्रोग्राम पनि देखाउन सफल भइरहेका छौँ। धीरज गुरु जस्तो दिग्गज कलाकारलाई हामीले यहाँ निम्तो दिएर हेर्नुहोस् त। त्यसैले एकचोटि फेरि जोरदार तालीले धीरज सरदेखि लिएर हाम्रो अभिभावकदेखि लिएर निर्देशकदेखि लिएर हाम्रो साधनाका म्युजिक टिचरहरू सबैलाई तालीले एकचोटि फेरि सबैजनालाई आशीर्वादको लागि स्वागत योग्य रूपमा हामीले ताली दिएको। ओके, त्यसै गरेर हामी आज अहिले सर्व हुनुहुन्न, कारणवश पाल्न पाउनु भएन। डान्स सिकाउनु हुने हाम्रो आदरणीय गुरु सुभाष बुढाथोकीज्यूलाई पनि आसन ग्रहण गराउनु हुन्थ्यो, उहाँ आज आउनु भएको छैन। यदि ढिलो चढाउनु भयो भने उहाँलाई फेरि हामी गराउनेछौँ। मेरो नाम चाहिँ सुभाष बुढी होइन, म चाहिँ यस साधना कला केन्द्रको पहिले विद्यार्थी, अहिले केही वर्षौँ भयो होला, मतलब केही वर्ष दिन पुग्न आँट्यो। म जस्तै गाउँदेखि विकट ठाउँदेखि अथवा यो साधनाको चाहना र रुचि धेरै तीव्र रूपमा बनाएर सिक्न इच्छुक हुने साना भाइ बहिनीहरूलाई सिकाउने एउटा अवसर पाएको छु। यसको लागि मैले सबैभन्दा पहिले हाम्रो मिलन सरलाई मैले एकदमै धेरै धन्यवाद दिनुपर्छ। मैले हार्दिक एकदम कृतज्ञ छु र उहाँ सँगसँगै मेरो आफूलाई मलाई यति समयसम्म हुन्छ नि भनिन्छ एउटा गुरुले आफ्नो चेलालाई एउटा चिज चाहिँ सिकाउँदैनन् रे आफू बराबर पुग्छन् कि भनेर, तर त्यसको पनि कन्जुसाइ नगरिकन मनदेखि यति मायाले मलाई यो साधनाको यो आवाजको साधना सिकाउनु हुने मेरो आदरणीय गुरु बद्री गुरुलाई म एकदमै धेरै नमन गर्न चाहन्छु। थ्याङ्क यू गुरु। यो मेरो जीवनमा बाबा मम्मीले जन्म दिनुभएर ठुलो गुण ल्याउनु भएको छ भने मलाई मेरो आदरणीय गुरुहरू मिलन गुरु मेरो बद्री गुरुले पनि यति नै ठुलो गुनाउनु भएको छ। त्यस्तै यस साधनामा सुरुमा आउँदाखेरि मैले किबोर्डको नलेज लिनको लागि किबोर्ड सिक्न खोज्दाखेरि मलाई मेरो आदरणीय सुनिल सरले पनि किबोर्ड सिकाउनु भयो। जति मैले उहाँसँग सिक्न पाएँ, उहाँको त्यो मायालाई सधैँभरि म यो हृदयको कुनामा एकदम सजाएर राख्नेछु। थ्याङ्क यू गुरुहरू सबैजनालाई। हजुरको माया सधैँभरि मेरो मनमा र इज्जत सधैँभरि मेरो यो शिरमा रहिरहोस्। हजुरको लागि सधैँ मैले माया गर्न के अरे सेवा गर्ने अवसर पाइराख्न पाऊँ भन्न चाहन्छु। यसै गरेर हाम्रो यस साधनामा गिटार पनि हाम्रो बद्री गुरुले नै सिकाउनु भएको छ, उहाँलाई अझै एकचोटि धन्यवाद र सबैले तालिम गरिदिनु होला। र आज नेपालको टप बाँसुरी वादक भनेर चिनिनु हुने हाम्रो के अरे बाँसुरी गुरु हुनुहुन्छ, उहाँ आज आउनु पाउनु भएको छैन। भाग्यवश मैले पनि स्टुडियोमा उहाँसँग चाहिँ काम गर्ने अवसर पाएको छु। मेरो गीतमा पनि उहाँले बजाउनु भएको छ। एकदम मिठो बाँसुरी बजाउनु हुने हाम्रो आदरणीय नगेन्द्र राई सरलाई पनि आसन ग्रहण गराउनको लागि अनुरोध गर्न चाहन्छु, तर उहाँ पनि आज आउनु भएको छैन कारणवश। र साधना कला केन्द्रमा आजको यस कार्यक्रममा आसन ग्रहण गरिराख्दाखेरि नछुटाउनु पर्ने कुरो चाहिँ यस साधना कला केन्द्रले अहिलेसम्म कि नायिका भन्दा कम नभएको
गुणै गुणले गुणवान हुनुभएको, जसले अभिभावकलाई जाडो महिनामा आउँदा तातो चियाको सुस्केर सँगसँगै उहाँका बच्चाहरूलाई चाहिँ भित्र सिक्न पठाउने एउटा चाहिँ सुविधा दिनुहुने हाम्रो प्यारी साधना कला केन्द्रले पाउनु भएको म्यानेजर भनौँ उहाँलाई पनि आसन ग्रहण गर्नको लागि अनुरोध गर्न चाहन्छु। र आज यस कार्यक्रममा पाल्नुभएका ज्येष्ठ नागरिक अथवा साना भाइ बहिनीदेखि लिएर अभिभावकज्यूहरू जो हुनुहुन्छ सबैजना आफ्नो यथास्थानमा आशीर्वाद गर्नु होला र आफ्नो लागि सबैले एकचोटि ताली बजाउनु है त। ओके, ढिलो नगरिकन आज यस कार्यक्रम हामी अगाडि बढाउँदैछौँ। सबैभन्दा पहिले यस कार्यक्रममा आज यस कार्यक्रमको आतिथ्यलाई हाम्रो निम्तोलाई स्वीकार गरेर आउनु भएको पाल्नु भएको हाम्रो पप गायक गुरु उहाँलाई चाहिँ धीरज राई सरलाई चाहिँ आज यस कार्यक्रममा चाहिँ दीप प्रज्वलन गरिदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्दछु। र दीप प्रज्वलन हुने सँगसँगै हामीले अस्तिदेखि सिकेको केही मन्त्रहरू उच्चारण गर्नुपर्ने छ। प्लिज मन्त्र गाइदिनुको लागि हाम्रो साधना कला केन्द्रका भाइ बहिनीहरूलाई पनि आउन गाइदिनुको लागि म अनुरोध गर्न चाहन्छु। प्लिज आउनुहोस् त। हाम्रो होम सक्नुको हुनुहुन्छ, जसले सक्नुहुन्छ यस मन्त्र गाउनुपर्ने हुन्छ। मन्त्र पनि खै त मन्त्र मन्त्र आएन त। हेर्नुहोस् त, महामानव भगवान गौतम बुद्धले यति सम्राट भएर उहाँ राजकुमार हुनुभयो, घर त्याग गरेर बाबा मम्मी त्याग गर्नु भएर यति ठुलो तपस्याको निम्ति यति धेरै वर्ष तपस्या गर्नु भएर आज हामी सबैको महामानव गौतम बुद्ध भगवान हुनुभएको छ। भगवान भनेर हामी पूजा गर्छौँ। हामी प्रत्येक मनुष्य पनि भगवान नै हौँ, तर यति फरक छ, हामी झुटो बोल्छौँ, हामी मांसाहारी छौँ, मासु खानु मात्रै मान्छेहरू होइन, रुखो बोल्ने पनि मान्छेहरू नै हो। हामी मान्छेहारी छौँ, हामी झुटो बोल्छौँ, हामी अलिकति चकचके छौँ,
भगवान त्यति केही पनि भन्न यति मात्रै हामी फरक हो र त भगवानसँग दिव्य शक्ति भएको र हामीसँग नभएको तर समग्रमा भगवान हामी पनि सबैजना भगवान नै हो रे त्यसैले भगवान बन्नको लागि सबैले भगवानले दिनुभएका दिव्य सन्देशहरूलाई प्रवचनलाई अनुसरण गर्नु पर्यो भगवानले देखाउनु भएको बाटोमा त्यो गोरेटोमा हामीले पनि आफ्ना कोमल पाउहरू चाल्दै अगाडि बढ्ने एटलिस्ट हामीले प्रयत्न चाहिँ गर्नु पर्यो पक्कै पनि हामी सबैजना भगवान गौतम बुद्ध बन्न नसके पनि उहाँको भक्त प्रहलाद चाहिँ बन्न सक्नेछौँ यति चाहिँ हामी सबैले गर्नेछौँ है धन्यवाद सबैजनालाई यति मिठो प्रस्तुति देखाइदिनु भयो आई होप कि हाम्रो आज यस कार्यक्रममा पाल्नुहुने अभिभावकहरू पनि खुसी हुनुभयो होला जस्तो लाग्छ हाम्रो आज यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो धीरज सर पनि खुसी हुनुभयो जस्तो लाग्छ र हाम्रो आज यस कार्यक्रमको हाम्रो साधनाको अभिभावक हाम्रो सरलाई पनि खुसी लाग्यो जस्तो लाग्छ हाम्रो मिलन सरको त कुरै नगरौँ सायद उहाँ जति खुसी हामी अरू कोही पनि हुनुहुन्न होला होइन किनकि सरको माध्यमबाट यो बनेको साधना कला केन्द्र र साधना कला केन्द्रबाट जन्मिएका हामी सबै प्रतिभाका खाली साना भाइ बहिनीदेखि लिएर अझै सानो 65 इयर्सका हाम्रो हामीसम्मले यति मिठोसँगले गीत गाउनु पाउँदाखेरि यति खुसी हामी भन्दा बढी कसैलाई लाग्दैन होला र सर हाम्रो गुरुहरू जति खुसी अरू कोही पनि हुनुहुन्छ जस्तो लाग्दैन ओके हामी ढिलो नगरौँ र आज सायद यस कार्यक्रममा हाम्रो मात्र होइन आई थिङ्क धीरज सरको पनि केही इच्छा उहाँका ती जर्नीका कुराहरू उहाँका सङ्घर्षका पाटाहरू सङ्घर्ष पछिको सफलताको मिठास ती पलहरू र उहाँको मिठो गीतहरू पनि सुन्न पाउँछौँ कि जस्तो लागिरहेको छ धेरै गरिदिनु होला भन्न चाहन्छु सबैजनालाई र मैले यो पनि जोड्न चाहेँ धीरज राई भन्ने मान्छेको सायद हामीले नचिनेका पो छौँ कि सायद हामीले धेरै चिनेका पो छौँ कि धेरै चिनेर अब अरूलाई पनि चिनौँ कि भन्ने हिसाबले एकछिन थाँती पो राखेका छौँ कि होइन धीरज राई सर भनेको चाहिँ 2047 र 48 सालदेखि सङ्गीतमा ठुलो योगदान दिँदै आउनुभएको उहाँले 3-4 वर्ष त्रिभुवन युनिभर्सिटीमा इङ्ग्लिस सब्जेक्टको चाहिँ लेक्चर पनि हुनुहुन्थ्यो उहाँले पनि अध्यापन गराउनु भएको थियो र उहाँले भगवान महामानव गौतम बुद्धको अघि मैले भन्ने शब्द फेरि मैले साबित लिएँ भगवान महामानव गौतम बुद्धको भक्त प्रहलाद चाहिँ भनेर उहाँले देशव्यापी र विश्वव्यापी रूपमा जहाँ उहाँको कन्सर्ट हुन्छ जहाँ उहाँको पाइलाले गन्तव्यले पुर्याउँदै जान्छ संसारमा त्यहाँ भगवान बुद्धको विषयमा मिठा मिठा शब्दहरू बाँड्दै सुनाउँदै हिँड्दै गर्नुहुन्छ र उहाँले भगवान गौतम बुद्धको बुद्ध सङ्गति अथवा केही नामको माफुलहरू मैले भन्न जानिनँ भने किताब पनि लेख्नु भएको छ उहाँलाई त्यही भएर पनि हामीले आज यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्झेर उहाँलाई चाहिँ हामीले निम्तो दिन सफल भएका पनि छौँ सफल उहाँ आउनु भएर पनि अझै सफल लागिरहेको छ त्यस्तै उहाँलाई नेपालमा लगभग अहिले पप गाउने धेरै हुनुहुन्छ हामी यसको सिक्ने धेरै छौँ सिकाउने पनि धेरै छौँ साधना कला केन्द्र जस्तो यो प्लेटफर्म पनि धेरै छ होइन तर यो सबै ठाउँबाट पनि आयोजना मान्नुभएको धीरज सरलाई चाहिँ हामी सबैले कसरी चिन्छौँ भने उहाँले यति धेरै योगदान दिनुभएको हुनाले चिन्दछौँ हामीले उहाँले जसरी सङ्घर्ष गरेर हिँडेको पाटो छ त्यो पाटोलाई हामीले पनि अङ्गमाल गरेर हिँड्ने जमर्को चाहिँ पक्कै पनि गर्नुपर्नेछ उहाँ आज सक्षम भन्नुभएको किन भन्दा भगवान गौतम बुद्धको एक कोटेसन भन्दै हुनुहुन्छ गुणगान गाउँदै हुनुहुन्छ प्रभु राम सीताराम जय बसे अल्लाह जे भने पनि र भगवान गौतम बुद्धलाई के अरे नाम लिए पनि हामीले पुण्य नै कमाउने हो पुण्य कमाउँदै हिँड्नुभएको छ र आज उहाँ यो ठाउँमा पुग्नुभएको छ मेन कुरो अनुशासन दिव्य वचन सत्य वचन त्यो नै अनुसरण गरेको हुनाले आज हामी सबैले उहाँलाई धीरज राई भनेर गायकको रूपमा र वरिष्ठ गायक मात्र होइन उहाँलाई चाहिँ वरिष्ठ एउटा किताब लेख्नु भएको हस्तीका रूपमा पनि हामी चिन्ने गरेका छौँ उहाँले नेपालमा सबैले नेपाली माइकल ज्याक्सन भनेर पनि चिन्ने गरेको छ मैले चाहिँ लुकी टिकटकमा उहाँका त्यो डान्सका स्टेपहरू भला मलाई चाहिँ आउँदैन तर हेर्छु ट्राई गरेको धेरैचोटि भएन उहाँको स्टेपहरू हेर्ने गरेको छु हामी सबैले देखेका पनि छौँ होला नेपाली माइकल ज्याक्सन भनेर चिन्दछौँ र नेपाली पप स्टार भनेर पनि चिन्दछौँ उहाँका धेरै गीतहरू छन् हामी सबैले सुनेका छौँ र उहाँले हजारौँ गीतहरू नेपाली क्षेत्रमा नेपाली गायन क्षेत्रमा पप गीतले हामीलाई चाहिँ एकदमै बजार तताइदिनु भएको थियो र तताइराख्नु भएको छ आगामी दिनमा अझै मिठा मिठा गीतहरू सुनेको छ उहाँ हुनुहुन्छ धीरज राई
हजुरले युट्युबमा हरेक प्लेटफर्ममा खोजी रोजी देख्न र भेट्न सक्नुहुनेछ। हामी हेर्नुहोस् त कति लकी छ आज धीरज राई सर हामी माझ हुनुहुन्छ होइन भन्न चाहन्छु। धन्यवाद धीरज सरलाई फेरि एकचोटि हाम्रो यस कार्यक्रमको के भन्छ के अरे अतिथिलाई स्वीकार गरेर आइदिनु भएको छ र आज यस कार्यक्रममा मैले यति धेरै शब्दहरूको माला त बुनि नै सकेँ। सायद मैले भनेका कुराहरू उहाँका सङ्घर्षका पाटाहरूको छेउमा फिक्का त अवश्य पनि होला, एक छेउ पनि मैले भन्न जानिनँ होला, तर के चाहिँ रहेछ त भन्ने कुरा उहाँको मुखबाट पनि सुन्न चाहने हामी सबै पक्कै पनि छौँ होला। र ढिलो नगरी हाम्रो धीरज सरलाई चाहिँ आफ्ना मनका कुराहरू हामी साधना गर्ने साना भाइ बहिनीदेखि लिएर हजुरकीसम्म बस्नुहुने अझै छोरी अनि सम्म सबैजना जुन साधना गरिरहेका छौँ हामीलाई हजुरका कुराहरू ले मन छुन सक्छ। हजुरले हिँड्नुभएका बाटाबाट हामी आफ्ना पाउहरू लगाउन सक्छौँ होला भन्ने आशाका साथ हजुरलाई केही आफ्ना मनका कुराहरू राखिदिनु भने पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू। सबैले ताली गर्नुहोस्। सबैजनालाई सबैभन्दा पहिला त आज भगवान् बुद्ध जन्मको दिन एकदम पवित्र दिनमा तपाईँहरू सबैलाई हार्दिक शुभकामना। र हामी नबिर्सौँ दुईवटा कुरा, जीवन हामी जहिले खुसी खोजिरहेको हुन्छौँ तर जान्दैनौँ, जहिले दुःख मद्दत पाइरहेको हुन्छौँ। त जीवन भनेको के हो भन्ने कुरो भगवान् बुद्धको जीवनबाट धेरै बुझ्न सक्छौँ हामी। र मैले पनि जीवनमा अब विशेष गरी अब हामी चाहिँ किराँत धर्म मान्छौँ, हाम्रो चाहिँ हामी पनि प्रकृति पूजक नेचर छौँ राईहरू। तर यो भन्दैमा पनि नेपाल भनेकै बहुजाति बहुभाषा धर्म मिलेर बसेको देश हो। त्यो भएकोले गर्दाखेरि भगवान् बुद्धको दुईवटा कुराहरू चाहिँ म अघि उहाँ भाइले भने जस्तै म यति याद गर्छु कि जीवनमा एउटा कुरा चाहिँ आफ्नो इच्छा आकाङ्क्षाहरूलाई ठ्याक्क ब्यालेन्समा राख्नु अरे कि जीवनमा त जहिले पनि मिठै अझै खाउँ भनिरहन्छ नि, यहाँभन्दा बढी खानुहुन्न भन्ने कुरा चाहिँ आफूले लगाउनु पर्छ अरे होइन। मान्छेलाई एउटा घर बनाएपछि दुईवटा घर चाहिन्छ, तिनवटा घर बनाएपछि चारवटा चाहिन्छ। त तपाईँले आफ्नो इन्द्रियहरूलाई आफ्नो इच्छाहरूलाई चाहिँ ठ्याक्कै दबाउन सक्यो भने जीवनमा खुसी हुन्छ अरे कि। र मलाई पनि त्यस्तै लाग्न थालेको छ, मलाई आफ्नो जे छ त्यसमै खुसी हुने, आफ्नो कर्ममा विश्वास गर्ने भन्ने कुरो चाहिँ भगवान् बुद्धको जीवनीबाट मैले बुझेको छु। र अब यो भगवान् बुद्ध चाहिँ मेरो जीवनमा कसरी पनि जोडिन पुग्यो भने बेसिकली म चाहिँ इन्जिनियरिङ विषय हो मेरो, म इन्जिनियर हो, आर्किटेक्चर इन्जिनियर हो। र त्यसपछि चाहिँ मैले अङ्ग्रेजी साहित्यमा मास्टर्स गरेको हुँ र काठमाडौँको रत्न राज्य कलेज नजिकै पर्छ है। र रत्न राज्य कलेजमा करिब 2007 कुरा हो, त्यतिखेर मैले एमए सेकेन्ड इयर पढ्दाखेरि भगवान् बुद्धको जन्म भारतमा भएको भनेर लेखिएको पुस्तक चाहिँ हामीले पढ्नु पर्थ्यो रहेछ। त्यतिखेर मलाई रियली सक कि भगवान् बुद्धको जन्म चाहिँ भारतमा भएको भनेर हाम्रो देशमा पढाइ भएपछि त एउटा दुईवटा कुरा आयो। एउटा चाहिँ भगवान् बुद्धको जन्म भारतमा भएको भन्ने कुरा संसारको मान्छेले बुझ्यो भने हामीलाई के घाटा लाग्छ भनेर सोच्यो। भगवान् बुद्धको ज्ञान संसारभरि जसले लिँदा पनि हुन्छ, तर कुनै पनि देशले चाहिँ भगवान् बुद्धको जन्म चाहिँ हाम्रो देशमा जन्मेको भन्नु त पाउँदैन। किनभने भगवान् बुद्ध भनेको नेपाललाई चिनाउने हाम्रो राष्ट्रिय विभूति हुनुहुन्छ। म करिब 50वटा देश घुमिसकेको छु, त्यो पनि 4-5 राउन्ड हानिसकेको छु। धेरै इन्जिनियरिङ पढेको हुनाले इन्जिनियरिङ विषयसँग रिलेटेड संसारको धेरै साथीहरू बनाएको छु। र तपाईँ हामीले याद गर्नुपर्ने कुरा के भन्दा पहिचान भनेको साह्रै ठुलो कुरो है। तिमी नेपालमा बसिन्जेल त्यही याद हुँदैन, तर संसारमा गइसकेपछि तिमी कुन देशबाट आएको भनेर सोद्धाखेरि कतिपय साथीहरूले म अमेरिकाबाट आएको भन्छन्, हो कतिपय साथीहरू अफ्रिकाबाट आएको भन्नु होला, कतिपय जापानी साथीहरू भेट्नुहुन्छ। अनि म करिब विश्वको मैले पनि भने 50वटा देशमा करिब
4-5 राउन्ड चाहिँ घुमिसकेको छु, लगभग विश्वमा घुमिसकेको छु। तर त्यहाँ आउँदाखेरि मैले भन्छु कि म चाहिँ नेपालबाट आएको भन्छु। नेपाल भने थाहा छैन। नेपाल भनेको कहाँ पर्छ भन्नुहुन्छ कतिपय साथीहरूले। नेपाल भनेको नेपाल हो नि भने पनि भन्नुहुन्छ। अनि सगरमाथा भएको देश के त नेपाल भन्छ। माउन्ट एभरेस्ट भएको देशमा हुन्छ। अनि मैले के भन्छु भगवान् बुद्ध जन्मिनु भएको देश क्या त नेपाल। त्यतिखेर चाहिँ धेरै साथीहरू कन्फ्युज हुन्छ कि है भगवान् बुद्ध त भारतमा पनि जन्मेको त कहाँ नेपालमा त होइन। हाम्रो बाजेहरूले यही पढ्दै आएको छ भनेर भनिसकेपछि अब तपाईँलाई चोट लाग्छ त्यतिखेर होइन। भगवान् बुद्ध जन्म भारतमा जन्मेको भनेर करिब 12 वर्ष भयो मैले विश्वमा यो बुद्धको रिसर्च गरेको। बुद्ध नेपालमा जन्मेको भनेर चाहिँ आवाज उठाइरहेको। 12 वर्षमा 50वटा देशको लाइब्रेरी, कलेज, फिल्म, बुक्स, स्कुल, कलेजमा चाहिँ धेरै देशहरूमा चाहिँ अहिले पनि भगवान् बुद्धको जन्म चाहिँ भारतमै भएको भनेर पढाइ हुन्छ। अब यसले गर्दा के हुन्छ भन्दाखेरि धीरज चाहिँ अफ्रिकाको गायक हो भन्यो भने के हुन्छ। मेरो त जीवनै गएको है। धीरज भन्ने मान्छे नै रहेन है। साधना कला केन्द्र चाहिँ अफ्रिकाको एउटा चाहिँ ठाउँमा छ भने के हुन्छ होइन। त महात्मा गान्धी चाहिँ नेपालमा जन्मेको भन्दै भने हाम्रो इन्डियाको साथीहरूलाई मनमा चोट लाग्छ कि लाग्दैन। कुरा यति नै हो। त्यो भएर अहिले चाहिँ मैले के कुरा गरेको भने भगवान् बुद्धको जीवन बुद्ध त एउटा जीवन काफी छैन। तर भगवान् बुद्धको जन्म नेपालमा भएको भन्न र भगवान् बुद्धको जन्म भारतमा भएको होइनै भन्न चाहिँ तपाईँ हामी सबैले आँट गर्नुपर्छ। किनभने नेपाललाई चिनाउने भनेको भगवान् बुद्ध जन्मेको देश, सगरमाथाको देश, वीर गोर्खालीको देश भन्ने नै हो है। विदेशमा गएपछि तपाईँ नेपालभन्दा धेरै कमले मात्रै चिन्नुहुन्छ। धेरैलाई के कन्फ्युज छ भने भारतको एउटा चाहिँ प्रान्त हो कि भन्ने पनि लाग्छ। अब त्यतिखेर तपाईँलाई चोट लाग्छ कि लाग्दैन। त्यही भएर चाहिँ मैले 12 वर्षदेखि मैले आफ्नो लागि त गाइसकेँ। त्यत्रो देश गइसकेँ, कति धेरै गीतहरू गाइसकेँ। तर अब देशको लागि के गाउने त भन्ने मलाई फिल भयो क्या। किन भन्दाखेरि जिम्मेवारी भनेको कति ठुलो कुरो हो। तपाईँ जति सक्षम हुनु चाहिँ जान्छ त्यति नै तपाईँको चाहिँ जिम्मेवारीमा बढ्दै जान्छ काँधमा। त मैले यो किताब पढिन्जेलमा चाहिँ मलाई के फिल भने हिजो आफ्नो लागि गाएँ। अब म देश भगवान् बुद्धको जन्म भारत होइन है नेपाल भएको हो भनेर गीत गाएर चिनाउँछु भनेर मैले यो अभियान सुरु गरेँ हो क्या। किनभने गीत आफैमा पनि एउटा ठुलो शक्ति हो। गीतको माध्यमबाट धेरै कुराहरू चिनाउन सकिन्छ। र त्यही कुरामा चाहिँ मैले अहिले चाहिँ 12 वर्षदेखि चाहिँ मैले नेपालको कलेजमा बुद्ध भारतमा जन्मेको भनेर पढाइ हुन्छ भने विदेशमा पनि त होला नि भनेर मैले रिसर्च गरेँ। किनभने मलाई बुद्ध भगवान् भारतमा जन्मेको भन्दा चित्त दुख्यो। प्रत्येक नेपालीले चित्त दुख्नुपर्छ नि त। त्यसपछि यसलाई कसरी हटाउने भन्ने क्रममा चाहिँ मैले एउटा दुईटा कलेज गर्दै गरेँ। करिब अहिले हामीले 12 वर्ष भयो अभियान चलाएको। विश्वको 25वटा देशबाट चाहिँ स्कुल कलेजबाट चाहिँ भगवान् बुद्धको जन्म भारतमा भएको भन्ने किताबलाई हटाइसकेको छ। र मेरो मिसन चाहिँ के भन्दाखेरि संसारबाटै भगवान् बुद्धको देश, भगवान् बुद्ध जन्मिनु भएको देश नेपाल हो है, भारत होइन भन्ने कुरा चाहिँ निश्चितमा म लागिरहेको छु। र अहिले हामीले चाहिँ विश्वभरिको स्कुल, कलेज, म्युजियमहरूबाट चाहिँ बुद्ध भारतमा जन्मेको भन्ने किताबहरू सच्याउँदैछौँ कि त्यो सच्याएन भने संसारको कुनै पनि देशले भोलि हाम्रो देशमा जन्मेको भन्न सक्छ। र हामीले के बिर्सिनु होला भने भगवान् बुद्ध भनेको हाम्रो देशको नेसनल हिरोज हो, राष्ट्रिय उहाँ चाहिँ नायक हो। भगवान् बुद्धलाई हामीले माया गर्छौँ भने भगवान् बुद्धको विरुद्धमा लड्न सक्ने पनि क्षमता राख्नुपर्छ नि। मौका पर्दा भाग्य हुँदा बर्बाद भयो नि त होइन। भगवान् बुद्धको लागि म जे पनि गर्न सक्छु भन्ने अनि आफत पर्दा टक्कै भाग्नु भएन। त्यो भएर मैले के चाहिरहेको छु भने हजुरहरूले पनि यो नबिर्सिनुहोस्। भगवान् बुद्धको जन्म चाहिँ भारतमा भएको भने संसारभरि धेरै नराम्रा कुराहरू छन्। त्यसलाई हटाउनको लागि तपाईँहरू सबैजना मिलेर लाग्नुपर्छ है। यो एउटा कुरा भगवान् बुद्धको बारेमा। र दोस्रो चाहिँ अब म साधना कला केन्द्रमा जान्छु। अब आजभन्दा भनौँ न करिब 15-20 वर्ष अगाडि मैले सुरु गर्दाखेरि चाहिँ नाच्दै गाउनेहरू थिएन कि। नाच्नेहरू चाहिँ नेपाल पुलिस क्लब र राष्ट्रिय नाच गर्नु मान्छेले मात्रै नाच्ने भन्ने हुन्थ्यो।
होइन। अनि गाउनेहरूको चाहिँ जस्तो तपाईँको रेडियो नेपालमा हाम्रो सिङ्गर्सहरू चाहिँ रेडियो नेपालमा गाउने हुन्थ्यो। अनि अलिकति ग्ल्यामर होइन, अलिकति ग्ल्यामर दिने, अलिकति स्टाइलमा जाने भनेको चाहिँ भुवन केसी र शिवश्री दाइले मात्रै गर्नुपर्छ भन्ने चलन थियो क्या। त मैले चाहिँ के सोचेको भन्दा एउटा गायक भुवन केसी जस्तो ग्ल्यामरस पनि हुनसक्छ होइन, माइकल ज्याक्सन जस्तो डान्स पनि गर्न सक्छ, हामी किन गाउन सक्दैनौँ? यो मेरो चाहिँ म त्यस्तै 8-9 क्लास हुँदाखेरि होला। त मलाई के लाग्यो भने होइन म नाच्छु पनि गाउँछु पनि र तर म भुवन जस्तै एकदमै ग्ल्यामरस पनि हुन चाहन्छु भनेर चाहिँ मैले नाच्ने, गाउने अनि स्टाइल बनाउने, ड्रेसअप गर्ने भनेर एक्सपेरिमेन्ट मैले गरेको थिएँ। तर त्यतिखेर अनौठो थियो यो। एकजना दाइले त मलाई कस्तो गाली गरिदिनु भयो जोकै जोकमा, धीरज भाइ के नौटङ्की गरे कि तिमी नाच कि जाऊ के हो यस्तो भनेर जिस्काइ। तर त्यो त्यतिखेर त्यो बुझ्न मान्छेले नसकेर हो, किनभने नाच्दै गाउने चलन थिएन। र त्यतिखेर चाहिँ मैले यो फिलोसफी युज गरेँ क्या। र त्यतिखेर चाहिँ मलाई नाच्ने ठाउँ खोज्नको लागि चाहिँ साधना कला केन्द्रले त्यो स्पेस दिएको थियो। र यो गुणलाई चाहिँ म कहिले पनि बिर्सन चाहन्न। र जोरदार पाइने साधना कला केन्द्रलाई, साधना कला केन्द्रमा म कति नाचेँ तपाईँलाई थाहा नै छैन। म दिनभर रातभर नाच्थेँ, किनभने मलाई माइकल ज्याक्सन जस्तै नाच्नु थियो। किनभने मलाई अरू गायकभन्दा फरक हुनु थियो। अरू गायकहरू गाउने मात्रै गर्थेँ, अरू गायकभन्दा म एउटा गुण थप्छु ताकि म अझ अरूलाई जित्न सकौँ। त्यसपछि मैले चाहिँ त्यतिखेर चाहिँ यो बेली प्यान्टहरू आएको थियो कि, अनि यस्तो प्यान्ट एउटा काट्थ्यो कि, काटेर नयाँ स्टाइल 2-4जना मान्छेलाई हाँसेँ। तर मेरो त्यो स्टाइल चाहिँ बिस्तारै मान्छेलाई मन पर्दै गयो। मसँग कोरियोग्राफीहरू हुन्थ्यो होइन, के स्टाइलहरू म पुरै कोरियोग्राफी गरेर गर्थेँ। र यसमा साधना कला केन्द्रमा हाम्रो सम्झु साई सरलाई विशेष सम्झिन्छु र बिना मुक्ता सरलाई सम्झिन्छु। र मैले पनि उहाँहरूलाई सम्झु सरलाई त पुग्यो भन्ने गरी उहाँ थाक्ने तर म नथाक्ने त्यसै नाच्दिन्थेँ। म नाच्दै मेरो एउटा इमेजै फरक भइरहेको कि, नाच्दै गाउने केटा छैन त्यसलाई ल्याउनुपर्छ भनेपछि मैले हरेक कार्यक्रमहरूमा अरूभन्दा बढी मौका पाएँ। र मेरो सङ्गीतहरूमा पनि मैले त्यही किसिमको ट्रेनहरू स्टार्ट गरेँ। यो चाहिँ सफल हुन्छ भन्ने मलाई लागेको थिएन। हुनसक्छ भोलिको दिनमा मान्छेले नाच्दै गाएको मन नपराउनु पनि सक्छ, हामी त पुरा गर्ने नहौँ। तर त्यसपछि मेरो एउटा चाहिँ नाच्दै गाउने एउटा चाहिँ सिङ्गरको एउटा इमेज बन्दै गयो। र अरू सबै गायकहरूभन्दा चाहिँ धीरज राई भनेको एउटा गायक, त्यसलाई ल्याउनु पर्छ, त्यो नाच्दै गाउँछ भन्ने एउटा चाहिँ जुन किसिमको एउटा ट्रेन्ड सुरु भयो। त्यसपछि मेरो एउटा चाहिँ यो इमेज बन्दै गयो। र मैले हजुरलाई पनि किन भन्दैछु भने म आज आई रियली रिस्पेक्ट साधना कला केन्द्र, किनभने म जस्तै थुप्रै मान्छेहरू पनि नाच्दै रहेछन्। आज साधना कला केन्द्र भनेको एउटा त्यो एउटा यस्तो मन्दिर हो जहाँबाट कति हामी जस्तो नाच्ने कति चाहिँ प्रोडक्ट भयो, कति गाउने गायकहरू चाहिँ आइरहे। तर पनि साधना कला केन्द्रले अझै पनि तपाईँहरूलाई चाहिँ एउटा मौका दिइरहेको छ। यो मौका हजुरलाई पनि नचुकाउनुहोस् र हजुरलाई पनि एकदम कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु। म साधना कला केन्द्रबाट धेरै हामी जस्तो कलाकारहरूले धेरै ठुलो मौका पाएको छौँ। एउटा त्यो अब अन्तिममा कलाकार भनेको पैसाको कमाउनको लागि गाउने होइन, कलाकार भनेको मनबाट आउने कुरालाई एक्सप्रेस गर्ने हो। त्यो तपाईँले मनबाट गरेको कुरालाई पैसामा जोड्नु भने त्यो सङ्गीत कहिल्यै त्यो चल्दैन। कस्तो हुन्छ भन्दाखेरि व्यापार र गीत भनेको ठ्याक्कै फरक हुन्छ। व्यापार र राजनीतिमा चाहिँ धेरै काल्पनिक कुराहरू फकाउनु पर्छ। गीत सङ्गीतमा सबैभन्दा साँचो बोल्नुपर्छ। मलाई चित्त दुख्दा यस्तो भएको थियो भनेर तपाईँलाई जे आउँछ त्यो ढाँट्नु भएन भने त्यो गीत चल्छ अथवा हिट हुन्छ अथवा सबैको प्रिय हुन्छ। तर यो गीत गाएर धीरज राई जस्तै विदेश गएर पैसा कमाउन इच्छा गर्नु भने कहिले हिट भइँदैन कि, ठ्याक्कै उल्टो छ। आजभन्दा मैले विदेश घुम्न जान्छु पाउँछु भनेर गएको पनि होइन। आजभन्दा करिब 25 वर्ष अगाडि यस्तो दिन आयो कि मलाई गीत अब हामी पोखरमा स्ट्रगल गर्दै थियौँ, गीत गाउन पैसा भएन गीत रेकर्डिङ गर्नलाई। त्यसपछि मसँग एउटा चाहिँ बोसिनी ब्रान्डको जुत्ता थियो क्या,
क्लास 8 मा फर्स्ट भएर मम्मीलाई बाजी राखेर जितेको, मेरो मम्मीको 1 महिनाको तलब बराबरको। तिमी फर्स्ट हुँदैन, म फर्स्टै हुनु पर्यो, जुत्ता किन्नु छ भन्नुपर्ने गरेर फर्स्ट भएर देखाएपछि मैले एक जोड जुत्ता किनेको थिएँ जुन चाहिँ मेरो मम्मीको 1 महिनाको तलब बराबर थियो। भनेपछि कति महँगो थियो जुत्ता, तर मैले फर्स्ट भएर किनेको थिएँ। तर त्यो जुत्ता चाहिँ मैले त्यो लुकी लुकी भन्ने गीत गर्न रेकर्डिङ पैसा नभएकोले सेकेन्ड ह्यान्डमा बेचेर चाहिँ मैले त्यो गीत रेकर्डिङ गराएको थिएँ। नट ओन्ली द्याट, त्यति मात्रै होइन, अब गीत त निकाल्ने प्रचार प्रसार गर्नु पर्यो। अब अहिले जस्तो कहाँ फेसबुक थियो, पोस्टर टाल्ने हो, ड्याङ पोस्टर टाल्नु पनि पैसा छैन। पोस्टर टालेर के गर्नु, फेरि टाल्न पनि जाने मान्छे हायर गर्नु पर्यो नि त, त्यो पनि पैसा थियो। के गर्यो भने मैले धीरज राईको लुकी लुकी गीत बजारमा आउँदैछ, एउटा चाहिँ बाग बजारमा त्यो के अरे मोटरसाइकलको नम्बर लेख्छ नि, यस्तो हुन्छ नि, त्यस्तो एउटा साथी थियो कि पैसा भएर मेरो एउटा पोस्टर डिजाइन गर्नु, ल तेरो लागि म गरिदिन्छु। धीरज राईको लुकी लुकी बजारमा आउँदैछ, टक्क यसो नाचेको एउटा फोटो ठ्याक्कै 1 पिस बनाएपछि ब्ल्याक एन्ड व्हाइट फोटो कपी, एक सुकामा 5 वटा पाउँथ्यो, अनि करिब 50 वटा जति चाहिँ ट्याक्क लगाएर चाहिँ अनि के अरे मेरो फोटो कपी पोस्टर रेडी भएपछि अनि त्यसपछि त्यतिखेर चाहिँ यो सोभियोमा अथवा चाहिँ राजनीति गर्ने केही दाइहरू थिए कि उहाँहरूले चाहिँ त्यो गम ल्याएर राति टाल्दै गरेर देखाएको थिएँ। मैले पनि त्यही गर्ने विचार गरेँ, ठक्क ल्याएर 8 बजेपछि एकजना साथीलाई लिएर एउटा हातमा गम, अर्को हातमा धीरजको राईको लुकी लुकी बजारमा उपलब्ध छ, अर्को एउटा कुप्रे साइकल अनि मेरो साथी ट्याक्क लगाएर मास्क लागेर, मान्छे चिन्थ्यो नि त होइन, टेलिभिजन आइसकेको थियो, अलिअलि आउँदाखेरि लाज हुन्छ भनेर मास्क लाउँथेँ र ठ्याक्कै यो तपाईँको राष्ट्रिय सभागृहदेखि न्यु रोडभरि टाल्दै हिँड्दै धीरज राईको के अरे लुकी लुकी बजारमा उपलब्ध छ राम्रो टालेर हिँड्थेँ कि। त मैले यो के भन्न खोजिरहेको छु भन्दाखेरि त्यति गर्नसम्म हिम्मत राख्नुपर्छ, तपाईँले त्यो लेभलसम्म तपाईँ जान सक्नुपर्छ, अनिखेर मात्रै तपाईँलाई सफलताले पछ्याउँछ। धेरै साथी हाँसे, आफ्नो पोस्टरले आफै टाँस्छ, मलाई टाँस्ने साँसेसँग केही मतलब छैन, मैले एउटा गीत गाएको आफ्नो ठाउँसम्म पुर्याउनु पर्छ भन्ने हिम्मत दिने मान्छे थिएँ। र तपाईँहरू पनि यदि सफल हुन चाहनुहुन्छ भने आफ्नो जुत्ता बेच्ने हिम्मत राख्नुहोस्, आफ्नो पोस्टर आफै टाँस्ने हिम्मत राख्नुहोस्, बस त्योदेखि अरू केही नसोच्नुहोस्, सफलता तपाईँकै पछाडि आउँछ। र त्यसपछि यस्तो सफलता आयो कि मैले कहिले पनि गीत गाउन विदेश जान पाउँछु भनेर मैले गरिनँ, तर समय नै यस्तो बदलिँदै आयो कि पैसा र ख्याति त मेरो पछाडि दौडिँदै आयो कि। र यसरी चाहिँ यो मैले तपाईँलाई के भन्न खोजिरहेको छु भने मेरो सफलतामा साथसाथै मेरो दुःखका कुराहरू पनि तपाईँ एक्सपिरियन्स गर्नुहोस्। र कुनै दिन असफल हुनुभयो भने धीरज राईले पोस्टर टाँस्दै गरेको सम्झेर आफूलाई बुद्धिमानी मान्नुहोस्। कमसेकम आज तपाईँले आफ्नो पोस्टर टाँग्नु परेको छैन, फेसबुक छ तपाईँको लागि। र मैले भन्नुपर्ने मलाई लाग्छ राम्रो कुराहरू त धेरै नै भन्दाको भ्यालु छैन, तर अप्ठ्यारो पर्दा आफूलाई विश्वास गर्दा र सफल हुने सूत्रहरू चाहिँ तपाईँलाई एउटा दुईवटा मैले कुरा दिएँ। र जीवनमा जहिले पनि गीत सङ्गीत भन्नेमा कहिले पनि लोभ नगर्नुहोस्, योबाट पैसा आउँछ भनेर नसोच्नुहोस्, आफ्नो काम ढुक्कैले गर्नुहोस्, बाँकी सबै छोडिदिनुहोस्। र आफ्नो काम गर्दाखेरि जहिले पनि विश्वास गर्नुहोस्, आज गाएर भोलि हुँदैन। धेरै साथीहरूलाई हतार छ, आज गीत गाए एक महिना चाहिँ के अरे म्युजिक क्लास लियो, अर्को वर्ष स्टार हुनु मन छ, तर त्यो पनि सम्भव छैन, एउटा लामो यात्रा हो। र त्यति भन्दै अब लास्टमा एउटा कुरा मैले भन्नै पर्ने के छ भन्दाखेरि कलाकारलाई सम्मान चाहिन्छ, पैसा होइन। कलाकार हामीले कहिले पनि मैले गाउँदाखेरि कहिले पनि पैसा पाउँछु भनेर गाएको होइन, तर गाएर अडियन्सको मुखमा हाँसो पाउँछु भनेर गाएको हो। तर मैले आफ्नो अडियन्सलाई आफ्नो फ्यानहरूको अनुहारमा हाँसो दिएपछि उहाँले मलाई जीवनमा चाहिने सबै चिज दिनुभयो, पैसा दिनुभयो, गाडी दिनुभयो, संसार घुमाउने मौका दिनुभयो, पहिचान दिनुभयो। त्यो भएकोले गर्दाखेरि मलाई के लाग्छ भने तर साधना कला केन्द्रलाई म किन बिर्सिदिनु भने हिजोको दिनमा कलाकारलाई पनि
राष्ट्रको एउटा ठुलो मान्छेको नै हो, उसलाई पनि डी ग्रेडमा राख्नुहुन्न कलाकार भने। किनभने कलाकार भनेको कला भनेकै संसारमा आफ्नो देशलाई चिनाउने हो। त्यो भएकोले कुनै पनि कलाकारलाई सम्मान गरेर राष्ट्रिय स्तरमा सम्मान पनि त्यो डी ग्रेडको तलको सम्मान भने एउटा बेसिक सम्मान दिनुपर्छ भनेर चाहिँ साधना कला केन्द्रले स्टार्ट गरेको हो। यसको लागि म जोरदार ताली बजाइदिनुको लागि हात जोड्छु र मिलन सरलाई अझै पनि यसरी नै अगाडि बढ्दै जानुहोस्। उहाँको किनभने सजिलो छैन, साधना कला केन्द्र चलाउन सजिलो छैन, तर पनि उहाँले जुन प्रकारले गर्नुभएको छ उहाँलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद। तपाईँले पनि सक्नुहुन्छ फिजिकली हेल्प गर्नुहोस्, सक्नुहुन्न उहाँलाई खुसी बनाउने ट्राई गर्नुहोस्, अझ पनि सक्नुहुन्न भने कमसेकम उहाँ जस्तो मान्छेलाई चाहिँ प्रोत्साहन दिनुहोस् भन्दै म आफ्नो दुई शब्द